यहाँ माथिबाट देखिएको उता भक्तपुर पनि देखिएको छ है। भक्तपुर पनि देखिएको छ, यतापट्टि सूर्यविनायकको जङ्गल पनि देखिएको छ, त्यसै गरेर यतापट्टिको पनि यो पाहाड पनि देखिएको छ। हाम्रो पेकुप खोइ पेकुप सिँगारपेटार गरिराखेको छन् मोबाइललाई। हन्टिङ पछाडि हामी चाहिँ लाग्छौँ अगाडितिर। माथि देखियो रानीकोट। उकालो भनेपछि अब हामी चढ्नु पर्दैन, अब ओह्रालो मात्रै हो। अब ओह्रालो मात्रै हो। पाटी भन्ज्याङबाट अब हामी चाहिँ ओह्रालो खोला। रानीकोटबाट यो खोलो सुरुवात हुन्छ। यही खोलाको तल खेदामा चाहिँ आशापुरी रहेको छ। अब हामी आशापुरीको यात्रातिर लाग्दैछौँ। चाउजा खाने जक्सन चाहिँ यहाँ अब हाम्रो यहाँ चाउजा खाने जक्सन कहाँ अहिले हुन्छ पूजा नगरिकन हुन्छ फलफुल मात्रै।
भन नभन रहेको छ आशापुरी रिसोर्ट। हामी अब आशापुरी एरियामा आउन लाग्यौँ। आएका छौँ। यता हामी आशापुरीको दर्शन गर्दै आएका छौँ, दर्शन गरिरहेका छौँ। जय शम्भु जय शम्भु। गाई छ नि, यो गाईको कानमा चाहिँ हाम्रो मागहरू यसरी भन्नुपर्छ अरे के। कान फुक्नु कहिले पनि कानमा फुक्नुपर्छ अरे है, यसको विशेषता यो हो।